दर्शक नमस्कार, कान्छा सार युट्युब च्यानल र कान्छा सार फेसबुक पेजमा तपाईँले स्वागत गर्दै म आज मेरो माझमा एउटा राम्रो पाहुनालाई मैले आज मेरो यहाँ स्टुडियोभित्र प्रवेश गरिसकेँ। म तपाईँलाई जानकारी गराउँछु। उहाँ हुनुहुन्छ केशव नेपालीज्यू। उहाँ आफै गायक पनि हुनुहुन्छ, सर्जक पनि हुनुहुन्छ उहाँ आफै, होइन। र उहाँलाई चाहिँ मैले आज मेरो स्टुडियोभित्र उहाँलाई बोलाएर केही जानकारी लिएर तपाईँको सामने लिएर आएको छु। केशवजी नमस्कार। है हजुर नमस्कार, मेरो नाम केशव नेपाली। मेरो घर चाहिँ गुल्मी गाउँ, छत्रकोट गाउँपालिका 4 मौलिकपुर। अनि नेपाल घर भएको जन्मै नेपाल कि भारतमा? जन्मै नेपाल। जन्मै नेपाल। अनि भारतमा आएर यिनी गीत सङ्गीत क्षेत्रमा प्रवेश गर्नुभएछ? गीत सङ्गीतमा प्रवेश गर्नुको पछि चाहिँ मेरो ठुलो रिजन छ। अच्छा। मेरो सोख होइन खास यो गीत सङ्गीत भन्ने, यो म्युजिक भिडियोहरू भन्ने, फिल्महरूमा काम गर्ने भन्ने मेरो सोख, त्यो सोकिङ होइन। मेरो यो सोकिङहरू कसरी बस्यो भन्दाखेरि जब मैले बिहे गरेँ मेरो श्रीमतीले गीत गाउँथ्यो है। अच्छा, श्रीमती पनि आफै गायक हुनुहुन्थ्यो? हजुर, श्रीमती गायक पनि अनि सर्जक पनि। ऊ हो पहिला कमला नेपाली, होइन। अनि त्यसपछि उसले चाहिँ पछि म गर्दिनँ भन्यो। अनि त्यसपछि मैले चाहिँ म चल त्यसो भए तैँले एउटा गीत लेखेर चाहिँ मैले गर्छु भनेर जस्तो गरेँ। त्यतिखेर हामीले सम्झनाको दियो जन्माने निकाल्यो 2072 सालमा। 2072 सालमा नेपालमा बहुत ठुलो भूकम्प आएको थियो। हजुर, भूकम्प भन्दा लगभग 2 महिना पहिला हामीले गीत निकालेको थियो सम्झनाको दियो जन्माने। अनि त्यसपछि गएर ढोको राम्रो बाँसेको छु यहाँ। लगभग त्यसपछि त मेरो निरन्तरता लगभग अहिलेसम्म कतिवटा म्युजिक भिडियोहरू चाहिँ सर्जक गर्नुभयो कि हजुरले? 3 दर्जन भन्दा 36 वटा लगभग। हजुर, तर बेसी नै छन्। अझै त्योभन्दा धेरै छ है? त्यो मतलब अहिले यत्रो निकाल्छ तपाईँले अहिलेसम्म ऊ छैन, थाहा छैन मतलब? नै, म त्यो अब मैले आफैले आवाज दिएको चाहिँ 2टा गीत हो, होइन। चसलन मैले चाहिँ आफैले गीत गाएको चाहिँ 2टा एल्बममा, एउटा चाहिँ 2 आँखाको नानी अनि एउटा चाहिँ सम्झेको 2 आँखाको नानी। राम्रो छ त त्यो गीत पनि, मैले अलिकति शब्द सुनाइदिन्छु। छत्रकोट 4 दिए गाम्छा मौलिपुर, कलाहित मागर दैछु मैले सुर 2 आँखा कि नानी, 2 आँखा कि नानी, तिमी 2 आँखा कि नानी, तिमी मेरो मनमुटु, तिमी नै परानी, तिमी नै परानी। एकदमै मैले सुनेको थिएँ अहिले, होइन। मलाई त्यही भएर मैले एकपल्ट हाम्रो दर्शकहरूले पनि फेरि रि गरेर चाहिँ सुनाइदिनु भनेर चाहिँ मैले सुने। अहिलेसम्म फेरि यही तपाईँ गीत सङ्गीत क्षेत्रमा हुनुहुन्छ, होइन। आफै गायक पनि हुनुहुन्छ है। अनि गर्दाखेरि त्यो अहिलेसम्म लाइभ स्ट्रिम, लाइभ पर्फर्मेन्स, लाइभ उसमा आउनुभएको छ कहिले? मतलब जस्तै कन्सर्टहरूमा, महोत्सवहरूमा यसरी किन अहिलेसम्म चान्स नपाएको कारणले के कस्तो? चान्स भन्नाले पनि म यिनी चिजहरूमा धेरै सब म लुकेर काम गर्नेवाला। सामाजिक सञ्जालले त भन्छ नि त आजकल लुकेर भन्दा देखाएर देखिन्छ भन्छ त आजको डेटमा त। अब देखिन त भन्छ, र के गर्ने, अब त्यो त्यति समय हुँदैन कि अब कुनै उसँग धेरै पहिचान गरिराख्ने, अब धेरै यसो गर्ने भएदेखि मान्छे यो स्टेजहरूमा जाने हुन्छ के, होइन। अब म चाहिँ अब नेपाल बस्छु, नेपालमा बसेर के कुनै स्टेजमा जानको लागि पनि अब धेरै जान पहिचान हुनुपर्छ। अब म छैन, अब जान पहिचान जस्तो छु कि मैले जान पहिचान भन्दा पनि आजकल सामाजिक सञ्चालनमा के छ भन्दाखेरि चाहिँ हरेक सामाजिक सञ्चालन आफ्नो मिडियाप्रति जाँदाखेरि के भन्छ भने चाहिँ जस्तै हजुरले आफ्नो नाम जस्तै मलाई भन्छ कि कान्छा सार आयो यार, कान्छा सारले एकपल्ट बोलाउनुहोस् न अगाडि भनेर भन्छन्, होइन। जस्तै तपाईँले पनि सर आउनुभएको छ यार, उहाँलाई पनि एउटा स्टेजमा भनेर भन्छ। धेरै कुरो हुन्छ यसप्रति, लुकेको हुन्छ आफ्नो मनको भावनाहरू पनि, धेरै कुरो हुन्छ यसमा। र ठिक छ, राम्रो हो तपाईँको यो सोच और विचार अनि यो तपाईँको धारा, होइन। र गर्दाखेरि चाहिँ आज कुन चाहिँ गीत रेकर्ड गर्नु भएको छ? आज चाहिँ कालो मादल घुम्न गरिएको छ, तिजाको गीत। तिजाको गीत? हजुर, 2082 सालमा हामीले रातो साडीलाई ल्याएको थियौँ। रातो साडी निकै पर्फर्म राम्रो भयो त, त्यसको राम्रो मिठो थियो। 2081 मा 2 आँखा कि नानी आयो, 82 मा रातो साडी, 83 मा चाहिँ कालो मादल घुम्न, अनि अरू पनि आउँदैछन्। 83 मा 2-3टा गीत
यो लाइनमा हिँड्दाखेरि कस्तो फिल हुन्छ मतलब यो म्युजिक गीत सङ्गीत यसमा नभिजुनसम्म त के कस्तो लाग्थ्यो होइन, तर आजभोलि त भिजिसकेपछि आजभोलि एउटा गीत रेकर्डिङ भयो, अरे मैले लेखेको गीत चाहिँ यस्तो रेकर्डिङ भयो भन्दाखेरि चाहिँ खुसी लाग्छ एउटा होइन। र मलाई साथ सपोर्ट दिन धेरै दिनुभएको छ सरहरूले होइन। एउटा हाम्रो जितेन्द्र बाबु सरले एकदम साथ सपोर्ट गर्नुभएको छ, एउटा हरि पाण्डे सरले एकदम राम्रो साथ सपोर्ट गर्नुभएको छ। उहाँले उहाँको र मेरो पहिलो गीत हरि पाण्डेको पिछलो मैले गीत उहाँको हेरेको थियो, यो शिव भगवानको प्रति होइन र उहाँको होइन, यो मेरो गीत मसँग उहाँले लगभग पनि 1.5 दर्जन गीत गर्नुभएको छ। हरि पाण्डेको नाम मैले धेरै नै सुनेको छु होइन। उहाँले पहिलो मसँग गरेको मेरो चाहिँ उहाँसँगको मेरो सम्बन्ध सुरु हुँदाखेरिको गीत चाहिँ हाम्रो कफी भोटेमा थियो, जसको शब्द मैले गरेको थिएँ होइन। अनि त्यसपछि गएर पापी साउ, त्यसपछि गएर पागल बनायो, अनि त्यसपछि गएर विजय सिरानी, त्यसपछि गएर नेवलीचरी आधुनिक गीत थियो होइन। अनि यो तपाईँ आफैले गीत भोकल गर्नु भएको छ कि अरू कसैले, अरू मोडलिङहरूमा गीतको मध्येमा मोडलिङमा चाहिँ मैले अहिलेसम्म मोडलिङ खेलेको छैन, तर फिल्ममा चाहिँ म फिल्ममा छु। चलचित्रमा पनि आउनुभएको छ? हजुर, चलचित्रमा चाहिँ नाम लोएको रहस्यमा म चाहिँ पुलिसको रोलमा छु। अच्छा होइन, पुलिसको रोलमा एउटा गुन्डाकै रोल छु, लास्टमा चाहिँ गुन्डै हुन्छु। पहिला पुलिस किसका नि हो त भन्छ, हिन्दी मात्रै भन्छ हो त कि कसैको हुन्न भन्छ होइन। त्यस्तै गर्दा ठिक छ होइन। अब धेरै प्रति अब किनभने अब यो तपाईँलाई यो गीत सङ्गीत क्षेत्रमा श्रीमतीले चाहिँ निकै साथ र सपोर्ट गर्नुभएको छ है, र हाम्रो साथमा जितेन्द्र बाबुले पनि साथ सपोर्ट गर्नुभएको छ होइन। सामाजिक सञ्चालनमा पहिलोचोटि आउँदै हुनुहुन्छ कि योभन्दा पहिला पनि आइरहेको छ? नै पहिलोचोटि, हजुरबाट पहिलोचोटि आउनु यतातिर हेर्नु मलाई होइन, पहिलोचोटि। अनि अब सामाजिक सञ्चालन आएपछि होइन अब देखिनु पर्यो सामाजिक, अरे यार उहाँ एउटा गायक पनि हुनुहुँदो रहेछ भनेर भन्यो, मतलब सबै थाहा पाउनु पर्यो नि होइन। अब त्यो गर्दा चाहिँ आजकलको जमाना त्यो आजकलको सानो सानो बच्चाहरूको हातमा टिकटकमा जान्छन्, फेसबुकमा जान्छन्, कता गएर जान्छन्, हामीलाई थाहा छैन। हामीले भन्दा ज्यादा बाल बच्चाको केटाकेटीको थाहा हुन्छ कि कुन चाहिँ एपमा चाहिँ मान्छेहरूको भिडियो आउँछ, कुन नाटकमा आउँछ, त्यो सबै बच्चालाई थाहा हुन्छ। हामीलाई त हामीले आफ्नो कामप्रति हामीले फोकस गर्नुपर्छ होइन। गर्दाखेरि चाहिँ अब सबैभन्दा उचित जो सङ्गीतमा हजुरको कुन गयो सबैभन्दा मिठो र एकदम दर्शकले मन पराइदिनु? मेरो चरीले फुल पार्यो, चरीले फुल पार्यो यो चरीले फुल पार्यो गयो, एउटा कफी बोटेमा पनि राम्रै गयो त्यो समयमा होइन। कति साल पहिलाको यो चरीले फुल पार्यो त 4 साल भयो। 4 साल भयो, हजुर 4 वर्ष। ए भनेपछि 76 लगभग आसपासमा गर्नुभयो रहेछ। हजुर, लय शब्द मेरो छ त्यसमा, लय शब्द आफै नै? हजुर, लय शब्द मेरो, अनि आवाज चाहिँ दुर्गेश विश्वकर्मा र सुनिता बुढा छेत्री, अनि मोडलिङमा त के नाम छ त्यहाँ त थाहा भयो। अब 4 साल पुरानो भइसक्यो, अब यो धेरै त्यही त हुन्छ नि, अब धेरै भएपछि याद पनि हुँदैन होइन। कति सालदेखि प्रवेश गर्नुभयो यो म्युजिक भिडियो यो 2070 सालदेखि? 70 बल्ल 13 वर्ष भयो रहेछ। धेरै भयो लगभग दिन गिन्नलाई त हामीलाई त 1 हप्तामा निकै धेरै लाग्छ होइन, तर पनि अब गीत सङ्गीतमा त 13 साल त खासै धेरै देखिन्न होइन। गर्दा त ल ठिक छ। अनि अर्को व्यवसायिक पनि छ म्युजिक भिडियोको लाइन, अरू बाहेक अरू केही व्यवसायहरू त त्यस्तो केही छैन मेरो, तर त्यही हो अब जब गर्ने, सर्भिस पनि गर्नुहुन्छ? जब गर्नुहुन्छ? घरमा अब कोठीमा काम गर्छु मैले, खाना बनाउने काम निरन्तर चलिरहेको छ। ठिक छ ठिक छ। र अगाडिको प्रोसेसहरू कुरो गर्दा अगाडि के हाम्रो दर्शकवृन्द भन्न चाहनुहुन्छ कि आफ्नो? दर्शकवृन्दहरूलाई त यही भन्न चाहन्छु कि आजसम्म मेरा गीतहरू जति पनि देख्नु भएको छ अथवा देख्नु भएको छैन भने त हरि पाण्डे युट्युब च्यानल, मान्देवी डिजिटल नेपाल सर्च गर्नु होला र सर्च गरेर हेर्नु सक्नुहुन्छ। केशव नेपाली भनेर पनि सर्च गर्नुभयो भने पनि तपाईँहरू गीतहरू बताउनुहुन्छ। जितेन्द्र बाबु, केशव नेपालीले आफैले शब्द लेख्नुहुन्छ? हजुर, अनि आफैले गीत पनि गाउनुहुन्छ? हजुर। तर यत्रो गीत कमसेकम 10-13 वर्षभित्रमा यत्रो गीत सङ्गीत निकाल्नु भएको छ, गीत सङ्गीत गाउनु भएको छ, तर अहिलेसम्म सामाजिक सञ्जालको सामने क्यामेराको अगाडि पर्दामा परेको छैन। लुकेको कारण त केही त होला?
त्यही हो अब आफ्नो परिस्थिति र बाध्यता बाध्यताले पनि मान्छेलाई पछाडि पार्छ होइन किनकि अब त्यति पैसा धेरै हुन्थ्यो अब म त्यस्तै हुने पैसाको कुरा भन्दा नि दर्शकहरूले त केही त त्यही त मैले भन्नु खोजेँ केशवजी- अब हुन अब मान्छे त उस हुन्छ अनि तर अब आफै कलाकार हुने आफै चाहिँ मोडलिङ गर्ने आफै त्यो आफू गर्न सकिन्थ्यो होला अब त्यो क्षमतामा आफू छैनन् होइन किनकि अब सिद्धि- आफ्नो परिस्थिति त्यस्तै छ अनि गर्दा यो त होइन कि तपाईँलाई मतलब फ्यामिलीले होइन मेरो सपोर्ट हजुरले पाउनु भयो र अब मैले चाहिँ हजुरलाई पर्दामा आउन दिन्न भनेर श्रीमतीको दाबी त होइन होइन, त्यस्तो केही छैन। होइन यो पनि हुन्छ नि त श्रीमतीको दाबीले पनि भन्छ होइन होइन त्यस्तो हुन्थ्यो भने त म फिल्ममा खेल्ने थिएन त्यो होइन त्यस्तो- चलचित्रमा खेल्नु हुन्थेन अब श्रीमतीले एकदम मतलब हजुरलाई कम्बाइज गर्नुहुन्छ त्यसमा चाहिँ होइन गर्दा चाहिँ त्यस्तो त रोकटोक मलाई घरमा केही छैन ठिक छ मलाई खुसी लाग्यो तपाईँले आज हाम्रो सामु हाम्रो साथमा साथ दिने दुई चारवटा शब्द चाहिँ हाम्रो यो भिडियोको मार्फत थाहा आइदिनु भयो आजको लागि चाहिँ म अरूलाई अन्तिममा के भन्न चाहनुहुन्छ हाम्रो दर्शकहरूलाई अन्तिममा यही भन्न चाहन्छु धेरै धेरै धन्यवाद हजुरको युट्युब च्यानलको नाम के हो कान्छा साह्रो भनिदिनु होला धेरै धेरै धन्यवाद मलाई केशव नेपाली भनेर चिन्नु नचिन्नु हुने सम्पूर्णलाई धेरै धेरै धन्यवाद र मेरा आउँदा गरेका गीतहरू पनि हेर्दै गर्नुहोला र त्योभन्दा पहिल्यै अब गीतहरू मेरा कतिपय गीतहरू चलेका पनि कतिपय गीत नचलेका छन् अथवा तपाईँहरूले मेरो म खेलेको फिल्म पनि हेर्न चाहनुहुन्छ भने त मेरो आफ्नै युट्युब च्यानलमा पनि छ फिल्म होइन मेरो आफ्नै युट्युब च्यानल केशव नेपाली सर्च गर्नुभयो भने त भेटाउनुहुन्छ र कान्छा सारू युट्युब च्यानल फेसबुक च्यानल फेसबुक र पेजमा फेसबुक पेजमा पनि सबैले लाइक सब्सक्राइब गर्नु होला फलो गर्नु होला र हाम्रो यो इन्टरभ्यू अथवा कुनै पनि नयाँ चिजहरू जो यहाँले पनि एउटा प्रवासमा बसेर के भन्छन् सरी प्रवासमा बसेर यत्रो मेहनत गरिरहनु भएको छ एउटा नेपालीहरूलाई दुःख परेका नेपालीहरूलाई एउटा सहयोग पुर्याउनु भएको छ त्यसको लागि धेरै धेरै धन्यवाद सर ठिकै छ हामीले पछिल्लो साल पनि एउटा विगतै गुल्मीकै एउटा मानकोटकै एउटा हुनुहुन्थ्यो उहाँलाई पनि मैले यहाँबाट गएर नेपालको चितवनमा गएर चाहिँ मैले पनि 63,000 रुपियाँ मैले उहाँलाई योगदान गरेको थिएँ गर्दाखेरि चाहिँ हामीले सबै साथीभाइ मिलेर ठिक छ केही छैन यो कुरो यो आपसको कुरो हो यो छोडिदिनुहोस् बाँकी अहिले यहाँसम्म यहाँ हजुरले अब 2 शब्द राखिदिनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद हस्त थ्याङ्क यू सो मच